साथीहरु स्वागत छ तपाईहरुलाई हृदयराजवंशी युट्युब च्यानलमा। आज म तपाईहरुलाई नयाँ टेक भिडियो लिएर आइसकेको छु, जुन चाहिँ अहिले हाम्रो नेपालमा कोरोना भाइरसको आज 13औं दिनले गर्दाखेरि हैन एकदम सुनसान भएको छ र बाहिर ननिस्किनु अवस्था भएको छ। अहिले बाहिर कहीँ पनि निस्किन पाइदैन, त्यही भएर सबैजना अहिले मोबाइल मात्र चलाएको हुन्छ, डाटा चलाएको हुन्छ है। सो आज म तपाईहरुलाई एनसेल र एनटीसीमा दुईटैमा अहिले सस्तो डाटा प्याक किन्न सिकाउन गइरहेको छु। जस्तै तपाईहरु एनसेलमा अहिले लागि तपाई सिधै गएर *123# डायल गर्नुहोस् र तपाईहरु यसमा नयाँ डाटा प्याकहरु हेर्न सक्नुहुनेछ। डायल गरिसकेपछि तपाईको यस्तो आउँछ र अहिले नयाँ तपाईहरुको 8 नम्बरमा हेर्नुस् त स्टे होम प्याक आएको छ। यसमा एक थिचेर तपाईहरु हेर्न सक्नुहुनेछ र यसमा हेर्नुस् 10GB प्लस 5GB 4GB प्याक यानी कि 15GB RS रुपैयाँ 293 रुपैयाँमा आउने रहेछ एक हप्ताको लागि 7 डेज। तर यसको मलाई अलिकति नराम्रो लाग्ने कुरा के रहेछ भने यसको रातिको 12 बजेदेखि 6 बजेसम्म मात्र चलाउन पाइने रहेछ के। मलाई चाहिँ यो अलिकति ठीक लागेन। कृपया तपाईहरु चाहनुहुन्छ भने यसमा 1 थिचेर किन्न पनि सक्नुहुन्छ र यसैगरी तपाईहरुको लागि एनटीसी को लागि पनि सस्तो प्याक छ अहिले, जुन चाहिँ एकदम तपाईहरुले काम लाग्न सक्छ। कृपया एकपटक अवश्य हेर्नु होला यो भिडियो नछुटाइकन। र यसमा हेर्नुस् त तपाईहरु 7 नम्बरमा इन्टरनेशनल सर्भिस छ, 5 मा 4GB छ। यसमा तपाईहरु 10 नम्बरमा हेर्नुस् स्टे कनेक्टेड प्याक। यो चाहिँ स्पेशली लकडाउनको कारणले गर्दाखेरि अहिले अफर आएको छ, जुन अफर दिएको छ हेर्नुस् त। 1 नम्बरमा 1GB अनलिमिटेड प्लस बोनस छ 3GB दिने रहेछ 100 रुपैयाँमा, यानी कि 1GB प्लस 3GB 4GB बोनस छ, यानी कि तपाईहरु 100 रुपैयाँमा 4GB किन्न सक्नुहुनेछ 5 दिनको लागि। यसैगरी 2 नम्बरमा छ 200 रुपैयाँमा तपाईहरु 2GB अनलिमिटेड प्लस 8GB बोनस सहित तपाईहरु 10GB बोनस सहित पाउनुहुनेछ। 10GB डाटा 200 रुपैयाँमा मात्रै। तपाईहरु मन पर्छ भने तपाईहरु यो प्याक पनि लिन सक्नुहुनेछ। साथीहरु तपाईहरुलाई आज भिडियो कस्तो लाग्यो केही सल्लाह सुझाव भए कमेन्ट गर्दिनु होला र आगामी दिनहरुमा यस्तै नै भिडियोहरु लिएर आउने छु। त्यतिन्जेलसम्मको लागि म अहिले बिदा चाहन्छु। साथीहरु यो भिडियो मन परेमा लाइक शेयर कमेन्ट गर्दिनु होला। धन्यवाद।